नमस्ते साथीहरू, आज म हजुरहरूलाई WHO अथवा विश्व स्वास्थ्य संगठनले हाम्रो मानव शरीरमा कति वर्षमा कति प्रतिशत बौद्धिक विकास हुन्छ भनेर जानकारी दिएको छ। त्यसको बारेमा म केही कुरा भन्न गइरहेको छु। जब एउटी आमा गर्भवती हुन्छन् त्यति बेला उनको गर्भमा रहेको शिशुको चाहिँ 30% बौद्धिक विकास गर्भमा नै हुने गर्छ। त्यही भएर यो अवस्थामा चाहिँ खानपिनमा विशेष जोड दिनुपर्छ। स्ट्रेस हुने कामहरूमा फोकस गर्नु हुँदैन हैन। अनि जब बच्चा जन्मिन्छ, जन्मिएर 1 वर्षभित्रमा थप बच्चाको 25% बौद्धिक विकास हुन्छ। त्यसको भन्नको मतलब के हो भन्दाखेरि बच्चा जब 1 वर्षभित्र हुन्छ त्यति बेला चाहिँ उसको 55% बौद्धिक विकास हुन्छ। कसरी भन्दा गर्भको 30% र जन्मिसकेको 25 जन्मिसकेर 1 वर्ष हुँदासम्मको 25% लगाएर चाहिँ बच्चाको चाहिँ 55% बौद्धिक विकास भइसकेको हुन्छ। र 2 वर्षपछि भन्नको मतलब 1 वर्षदेखि 2 वर्षभित्र चाहिँ फेरि थप 25% बौद्धिक विकास हुन्छ। त्यसो गर्दा भन्नको मतलब के हो भन्दाखेरि बच्चा 2 वर्षको हुँदासम्म 80% बौद्धिक विकास भइसकेको हुन्छ। र फेरि थप 2 देखि 5 वर्षभित्र 10% बौद्धिक विकास हुन्छ। त्यसको मतलब 90% बौद्धिक विकास बच्चा 5 वर्षको हुँदासम्म भइसक्छ। यो समूहलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ, यिनीहरूको खानपिनमा, लालन पालनमा हैन। अनि उनीहरूलाई समय दिने, वातावरण दिने, राम्रो संस्कार दिने हैन, राम्रो अवसर दिने, धेरै कुराहरू सिकाउने हैन। यो टाइममा चाहिँ बच्चाहरूले भाषाहरू राम्रो सिक्छन् हैन। अनि आफ्नो शरीरले कसरी फङ्सन गर्छ भनेर पनि सिक्छन् हैन। यो टाइममा बच्चाहरूलाई गीत गाउने, नाच्ने, सँगसँगै खेल्दिने, पढ्दिने गर्दाखेरि चाहिँ उनीहरूको बौद्धिक विकास एकदम स्ट्रङ हुन्छ। अनि यो टाइममा चाहिँ एक्सपोजर, भोइलेन्समा एक्सपोजर गर्यो भने बच्चाहरूको मानसिक अवसर चाहिँ भोइलेन्समा जान्छ, भोइलेन्सतिर जान्छ र बच्चालाई पोजिटिभ इन्भाइरोमेन्ट दियो भने पोजिटिभतिर जान्छ। त्यही भएर यो टाइममा चाहिँ बच्चालाई राम्रो संस्कार दिनुपर्छ। अनि थप 10% बौद्धिक विकास चाहिँ हामी 5 वर्षदेखि जीवनकालभित्र आउने चाहिँ जम्मा 10% बौद्धिक विकास हो। त्यही भएर हामीले 5 वर्षभित्रको बालबच्चालाई विशेष ध्यान दिनुपर्छ। हस् त, थ्याङ्क यू।